हेलो साथीहरू, सेवारो नमस्कार अनि वेलकम ब्याक अगेन टु माई युट्युब च्यानल। आज चाहिँ मैले झन् 1 इयर्स जति भइसक्यो नि त भिडियोहरू नलगाएको। अनि आज चाहिँ नयाँ वर्ष 2083 को पाउन अवसरमा चाहिँ अब नयाँ भिडियो पनि लाउनु पर्यो, स्टार्ट गर्नु पर्यो, युट्युब च्यानलमा पनि अब भिडियोहरू अपलोड गर्नु पर्यो भनेर आजदेखि स्टार्ट गरेको छु। तपाईहरुले साथ सपोर्ट गरिदिनु होला अनि तपाईहरुलाई पनि ह्यापी न्यू इयर भन्न चाहन्छु। अनि आज चाहिँ हाम्रोतिरको वेदर चाहिँ यस्तो राम्रो छ, शीतल छ क्या, घाम पनि छैन त्यति साह्रो अनि जाडो चिसो पनि छैन। बाहिर घुम्नु ओर्नुको लागि चाहिँ एकदम दामी वेदर भइरहेछ। यस्तो छ, देख्न सक्नुहुन्छ हाम्रो चुलाचुलीको मौसम चाहिँ अहिलेको हालको अवस्था। मेरो फुलहरू पनि फुलिरहेछ मजाले। यस्तो छ साथीहरू। अनि यहाँ म चाहिँ किचनमा आज मासु पकाउँदैछु। यो चाहिँ मेरो सानो किचन है गाइजहरू। यस्तै छ मेरो चाहिँ। यहाँ चाहिँ एकजना मान्छे मात्रै एडजस्ट हुन्छ किनभने सानो छ नि त एरिया, त्यही भएर। यहाँ चाहिँ मैले अघि सुँगुरको मासु काटेर बसिसकेको छु पकाउनुको लागि। रेडी हुँदैछ हाम्रो सब्जी। आजको चाहिँ बोसै बोसो रहेछ क्या, तर अब सुँगुरको मासु होइन, बोसो बेगरको मिठो पनि हुँदैन नि त। सो जति फेरि मान्छे जति मोटाउँदै गयो त्यति बोसोहरू खाइँदो रहेछ क्या गाइजहरू। मलाई चाहिँ मिठो लाग्छ। अनि यहाँनिर खाना पाक्दैछ। हामी चाहिँ सानो कुकरमा बनाउँछौँ खाना, किनभने अब थोरै छौँ नि त, 2 जना मात्रै अनि नानीसँग 3 जना। फाइनली गाइजहरू सुँगुरको मासुमा चाहिँ साग लाएर मजाले पकाइसकेको छु मैले। अब भने चाहिँ यहाँनिर खाना दिन्छु। 2 जना नानीहरू र बुवालाई खाना दिइरहेको छु। अनि ऊ चाहिँ पाहुना हो आजको नातिले, नुनामले पनि खाँदैछ। 2 जना साथी भयो भने चाहिँ अलिक खान्छ नि त खाना पनि केटाकेटीले, त्यही भएर। उसलाई चाहिँ मैले कसको छोरी हो भनेको सोधिदिएको, अनि सुकासको छोरी हो भन्दै उसले भन्दैछ क्या, उसको बाबाको नाम चाहिँ सुकास हो नि त। नुनामलाई चाहिँ कस्तो छ मासु, मिठो छ म्याम, मिठो छ भनेको, अनि मिठो छ भनेर ओके देखाइदिँदैछ। सो यसरी खाना चाहिँ खाइसक्यो। मैले खाएको चाहिँ देखाइनँ ल गाइजहरूलाई, पर्सिनुहुन्छ भनेर क्या। ल साथीहरू, हामी चाहिँ खानासाना खाइसकेर पनि अब मेलातिर लाग्यौँ। मेरो छोरी यहाँ छु अनि म चाहिँ यहाँ छु। मेरो लुक्स हेर्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ मेरो उयो छ, बहिनी पनि छ। अनि मेला जानुभन्दा अगाडि चाहिँ फ्रिजमा के छ अरे खाएर मात्रै जाने भन्दै हुनुहुन्छ। अनि सो खाँदैछ। हामी चाहिँ जान्छौँ अब सररा। साथीहरू हामी चाहिँ घरदेखि हिँडिसक्यौँ है। यसरी सररा जाँदैछौँ हामी चाहिँ। साथीहरू हामी चाहिँ यता तिनकुने भित्र प्रवेश गरिसक्यौँ। अहिले दिउँसोको टिकट चाहिँ 100 रुपियाँ मात्रै रहेछ। पोखरी हेर्न सक्नुहुन्छ, एकदम राम्रो छ यहाँ चाहिँ। जस दिउँसो चाहिँ यसो घुम्ने मात्रै हो, भरे बेलुका चाहिँ कलाकारहरू पनि आउने पूजा लामा। के भन्छ अरे, लु भन्छ त। ए उसलाई नै प्रनाउन्स गर्नु आउँदैन रहेछ। साथीहरू दामी छ एकदम। यो चिकु फल होइन त, सपेटा होइन नि।
कि होइन होइन होला सपेटा जस्तो लाग्यो यहाँ चाहिँ उयो रहेछ स्टेज कलाकारहरू उफ्रिने ठाउँ एकदम यहाँनिर रोड टेपिङ ट्री हाउस हेलो नानी केही छैन भन्दा नि रोड टेपिङ चाहिँ खाली खाली घुम्दै रहेछ कति ठाउँ एक दुईजना चढ्दै उता के भन्छ काठको पिङ पनि रहेछ यहाँनिर दोकानहरू पनि रहेछ खाजाहरू के पाउने रहेछ नाच्दैछ यहाँ चाहिँ के नाचेको पायो त यहाँ छ्यामा र छोरी चाहिँ उयो चढ्ने अरे ट्री हाउस चढ्ने अरे अब उनीहरू अगाडि म चाहिँ पछाडि जानु पर्यो नि के भन्नु होइन गाइस यस्तो छ है हाम्रो यो सिलाजुली 3 कुनेमा लागेको पोखरी मेला चाहिँ देख्न सक्नुहुन्छ यहाँ माथिबाट म पनि चढ्दैछु स्टेप बाई स्टेप ए खुट्टा गलो गल्दा रहेछ खुट्टा यहाँ माथिबाट भ्यू हेर्नु ल गाइजहरू अब नानी हेर त यता सम्झेर भने चाहिँ अहिले चाहिँ हामी 3 जना धेरै छ नि त त्यही भएर आइसक्रिमको पार्टी यस चेस ल गाइजहरू हामीले चाहिँ आइसक्रिमको पार्टी गऱ्यौँ खाजा खाएनौँ किनभने अब त्यहाँ खानु लायकको चाहिँ केही थिएन त्यही चाउमिनहरू थियो त्यही भएर खाएनौँ है हामीले चाहिँ अब यतिकैमा हामी चाहिँ अब आजको लागि बिदा लिने ब्लगबाट अनि घर पनि जाने किनभने अब टाइम पनि भइसक्यो नि त 5 बजिसकेको थियो अलिक ढिलो गएको कारणले अनि मेरो छोरी चाहिँ यहाँनिर खाँदै हिँड्दैछ अगाडि अब आजको लागि चाहिँ यति नै बाई बाई गाइजहरू अब बिचमा बोल्दा होइन केही मिस्टेकहरू भएको छ होला सच्याएर सुनिदिनु होला तपाईहरुले पनि भिडियोहरू राम्ररी हेरिदिनु होला हैन यस्तै हो अब स्टार्टिङ फेज हो सो धेरै फेरि नबनाएर ग्याप भएको छ नि त त्यही भएर अलिक अनकम्फर्टेबल भइरहेछ सो आजको लागि चाहिँ भिडियो यति नै गाइजहरू हामी चाहिँ लाग्यौं घरतिर टाटा बाई बाई स्वस्थ रहनु होला व्यस्त रहनु होला है बाई बाई